हेलो गाइज, आज चाहिँ हामी रेस्टुतिर जाँदैछौँ। दुईजना देख्न सक्नुहुन्छ मेरो मामा आइजु। अनि यहाँको चाहिँ अहिले मौसम ओभर गर्मी छ अनि आज चाहिँ हामीले छाता ओढ्नु परेको छ। गइरहेको छैन होइन, यहाँनिर छोडिदिनु अब यस्तो गर्मी छ यहाँनिर, हालत पतली भइरहेको छ। जाम हामीले के लागि लिइसक्यौँ मामा? हामीले क्याबेज, अनियन, यो लत्यो त्यो प्याजको पत्ता अनि धनिया। अब के बाँकी रह्यो? टमाटर, अब सोयाबिन पनि लानुपर्छ होला, लानु चाहिँ। कत्रो मोडेको यार, 7 रुपियाँ पर टमाटर छ। कति अरे 7 रुपियाँ? टमाटर सर्टेज हुन्छ होला, महँगो भयो वार्दै होला। के गर्नु, गाह्रो छ वार्ने। काँडा दाइले भन्यो नि, अब 3-4 वटा चामल किनेर राख्नु पर्यो। कम्पनीले बच्चालाई पनि बस्ने सुविधा दिएको, बच्चाकै गएर बस्छ। हेर्नुहोस् गाह्रो छ। अहिले कपाल जस्तै त भएको छ त, केटा केटी सँगै छ। अन्त के भन्थ्यो होइन, चिकन होइन, चिकन स्टकमा लाने। One hour later. हाम्रो ओनियन अनि त हुनुहुन्छ हाम्रो के बस्नु हुन्छ तपाईँ चाहिँ के हो? तपाईँ त सिकिस्त देखिनुहुन्छ त क्यामेरा पनि। त्यही भएर हाम्रो फेरि रुँदै। तपाईँ चाहिँ किन आँसु आउँदैन रहेछ तपाईँको प्याज काट्दाखेरि? अब आउनेवाला छैन होइन, जतिसुकै आउन खोजे पनि। अनि मैले चाहिँ यसो सोच्दै थिएँ होइन, यो छ नि यो कटरमा अनि प्याज हालेर फेरि त्यसरी नै गर्दाखेरि कस्तो हुन्छ? होइन तपाईँले म भिडियो बनाउँदैछु अनि यो चाहिँ तपाईँले कहाँ सिक्नु भएको यस्तो काट्नलाई? होइन हुन्छ नि त, ट्रेनरमा होइन, म त रुन्छु त नि। यो चाहिँ हामी इमिरेट्स फ्लाइट क्याटरिङको स्टाफहरू प्रोडक्सनको होइन। हेर्दैछु कसरी के गर्नु, कसले चाहिँ अलिक राम्रो काम गर्छ भनेर। हाम्रो सुमन भाइ चाहिँ जतिखेर पनि लडिराख्नुहुन्छ, हड्डी छैन। अनि हाम्रो आशा हुनुहुन्छ, यो प्याजको ठुलो ठुलो काट्नु हुँदैछ अनि उता मेस सानो सानो बनाउनु हुँदैछ। त्यो मेसिनले गरिहाल्छ नि। हाम्रो भाइ चाहिँ जतिखेर पनि लडिराख्नुहुन्छ, भिडियोमा चाहिँ लडेको मात्रै आउँछ, भाइरल बनाइदिनु नि त। पूजा माइजी र आशा माइजीले काट्नु भइरहेको छ, यो चाहिँ राम्रो छ। यस्तै काट्नु भनेको मैले एकदम राम्रो। मेरो चाहिँ एउटा तारिफ भएन, ठिकै छ। जय दाजु चाहिँ हामीले यहाँनिर मोमो, होममेड मोमो बनाउन आँटेको छौँ। देख्न सक्नुहुन्छ हाम्रो चाहिँ यहाँनिर पिठो छ होइन, के पिठो अरे गाइस? के पिठो अरे? मैदाको पिठो। अनि यहाँ हुनुहुन्छ मोमो मेकरहरू सबजना। यहाँ हाम्रो यहाँ हेड सेफ यहाँ चाहिँ, अनि म चाहिँ यहाँ बनाउँदैछु भिडियो होइन।
हाम्रो भेज पनि छ यो भेज है यो चाहिँ हाम्रो सोयाबिनको अनि उता चाहिँ चिकन डल्लो ठुलो हुन्छ फेरि उकासे एउटाले कति केजी हो किमा चाहिँ 2 केजी होला तर यो त टन्नै हुन्छ होला हैन यति यो त तब के भन्नुहुन्छ म त अब के भन्नु मेरो भेज भन्दैछ यहाँ चाहिँ उहाँको फेरि छुट्टै भेज छ हैन आमामा एक्लै पुरा मिहिनेत गरेर बनाइराख्नु भएको छ अनि हाम्रो चाहिँ यहाँनिर टेन्सन भइरहेको छ देख्न सक्नुहुन्छ उता अब हाम्रो चाहिँ साथीभाइहरू होइन अब यहाँनिर आज आफू चाहिँ भेज पर्यो त्यही भएर भेजको आफै सुरसार गरिँदैछ अब चिकन अब हामीलाई साह्रै गाह्रो पर्छ के भन्नु हामीलाई त सजिलो हुन्छ बनाउनलाई चाहिँ गाह्रो हुन्छ त्यो त फेरि पुरा पापड बेलिराख्नु भएको छ यत्रो के को लागि पापड पुरा आफ्नो मेन यही हो यही नभएपछि म किमा मात्रै मुखमा हाले मात्रै मेन कुरा त बेल्नु पर्यो भाइ उता बिजी हुनुहुन्छ त्यही भएर उता बिजी हुनुहुन्छ बिजी उता पनि नेपालमा पनि रोटी अरे मोमो पाक्दैछ मोमो पाक्दैछ त्यही भएर मेरो छोरीले नै रोटी मोमो चिन्ने भइसकेछ 2 वर्षको बालिकाले त्यसैमा म खुसी छु त्यसमै म एकदम एक्साइटेड छु त्यही भएर म पनि यहाँनिर बनाउँदैछु र छोरीले पनि बनाउँदैछन् छोरी त खान्छिन् नि मैले तपाईँलाई उ यसरी मिलाउनु भने क्या उ त्यसरी हेर माइजूले मिलाए जसरी मैले त्यस्तो छिटो अड्छ धेरै अड्छ क्या तब फेरि आफू जस्तै बनाइराख्नु भएको थियो यो मेरो घुन्टे मेरो ठिक त यो होइन यहाँ के बिग्रियो भन्दाखेरि यहाँ भान्जाको साइज चाहिँ आँडे पाँडे तिमीले यस्तो लामो बनाएर मेरो मिलेन क्या लामो झन् राम्रो टक्क यस्तै खानालाई कस्तो मजा आउँछ यसरी हो यो हाम्रो चाहिँ यहाँनिर पुरा मोमो रेडी भइसकेको छ होइन के छ त देख्नु सक्नुहुन्छ यहाँनिर अझै हाम्रो बन्दैछ यहाँनिर यहाँ पुरा पानी भइरहेको छ रेडी अनि यता अझै स्टक बन्दैछ 3टा भइसक्यो होइन अहिले चाहिँ यो लटको चाहिँ राम्रो खालको बनाउनु होइन यता भनेको पिठो ल साथीहरू अब हामी चाहिँ मोमो खान लागिरहेछौँ यो होममेड मोमो आजको हाम्रो छुट्टीमा अब यस्तै भयो यो चाहिँ मेरो भेज हो अनि यहाँ चाहिँ अरू चाहिँ हाम्रो चिकन मोमो खाने मान्छेहरू कस्तो छ मोमोको यसो हल्का मिठो छ अरे ल भान्जा कस्तो छ पूजाको कस्तो छ ला सकेको ल एउटा भेज खाइदियो तिमीलाई माया गर्छु नि एउटा भेज खाइदियो ल खल्लो